हामी टङ्क भाइ र हामी चाहिँ यो नयाँ आएको टोड्कामा रुखमा भएको मौरीलाई सार्दैछौँ नयाँ आधुनिक डोडमा होइन टङ्क भाइ? आधुनिक डोडमा मौरी निकै छ नि होइन? यस्तो मौरी अहिले चाहिँ यो सिजनमा व्यापक रूपमा चलिरहेछ र यो चाहिँ मेरो लागि टङ्क भाइले सारिदिनु हुँदैछ। टङ्क भाइको कति हिजो 2 डोड आयो होइन? मेरोमा 2 डोड। कति डोड छ अहिले पुगो 10 डोड जति। यसपालि गएको साल कतिको बेचियो अरे यस्तो मौरी? गएको साल त्यस्तै 1.5 लाख जस्तो। 1.5 लाख। अब यो वर्ष नि बेच्नुपर्छ आफूले। 5 लाखको बेच्ने योजना छ। टार्गेट छ? टार्गेट छ। यो आधुनिक डोड पनि टङ्क भाइले मलाई ल्याइदिनु भएको र हामी यो मौरी सार्ने क्रममा छौँ। यसको रानी भेटिरहेको छैन होइन भाइ? ल थ्याङ्क यू।